विज्ञापन मात्र घरि चाउचाउ भन्छ घरि चाहिँ टिभीको विज्ञापन छैन नेपाल यसपटक वर्ल्ड कप भन्छ हैन तर त्यो कुरो विज्ञापन मात्रै हो तर धन्न यो नाक चाहिँ हाम्रो काकाले जोगाछन् हैन यसपालि बडो राम्रो खेलेछ वर्ल्ड कप हैन जेसुकै होस् यति भन्नलाई पनि विदेशीलाई गफ दिन पाइन्छ नि हाम्रो काकाले भन्नलाई हैन र जेसुकै होस् अब वर्ल्ड कपको कुरो धेरै नगरौँ हैन यो वर्ल्ड कपले गर्दाखेरि मेरो कार्यक्रम नि अलि सुक्न ला हो कि जस्तो नि लाउँछ बेला बेला हैन सबैजनाले चाहिँ गोल 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 भन्दा भन्दै यहाँ पवन कलीलाई भुसुक्कै बिर्सिन लाइछ तर क्यार्नी हो जे जस्तो भयो नि शो मस्ट गो अन हैन त्यही भएर आज नि एकजना गेस्ट बोलाइछ हैन र उहाँको कुरो गर्नु पर्दाखेरि हैन गोक्रो सुकुन्जल कराउनुहुन्छ तर त्यो कराउने भने चाहिँ गायकी नै हो रहेछ त्यस्तै गीत सुन्नलाई चाहिँ केटाहरू ओहो च्याप्चा पाइन लाउँछन् काना मुन्द्रा लाउँछन् कपाल लामो लामो पार्छन् कहिलेकाहीँ त जुम्रा नि पर्छ गाठे तर नि तिनका फेन हुनलाई त्यति सब गर्नु पर्छ रे यति कुरो भनेपछि त चिन्नु त हुन्छ होला र नि सजिलो पार्नलाई एउटा गीतको सानो टुक्रा देखाउँछु यो गीत नि उहाँ पुरा हिपहप भएर कराएर गोक्रो सुकुन्जेल के गरेछन् भाइ ल हेर्नुस् पुराना गायक तिनका कति धेरै फेन छन् येबा र आजको जमाना नि जब चाहिँ ठिटीहरू हैन कक्षा 7 8 9 10 पुग्छन् तब तिनलाई खूब बेसरी सुन्छन् हो उहाँ भने हाम्रै मुक्ति दाइ नमस्ते दाइ नमस्ते 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 त्यति माथि हो र दाइ अरे भने किन हो के हो हैन तिम्रो प्रोग्राम हेरेर छ के हो मलाई यो नमस्ते धेरै मन पर्छ के हो र कपिराइट लाउँछ दाइ कपिराइट ए त्यो त हो यसो गर्नु त्यसो भए यो आवाज पैसा तिर्ने भए यसै गरे हुन्छ दाइ क्यार्नी हो खै त कपिराइटको कुरा नगर्नु के अरे खोइ हाम्रो के भएछ र है गीत दाइ हाम्रो गीत पनि त्यतिकै डाउनलोड गरेर छन् हैन पाइरेसी गरेर सिडी बेच्दै छन् कपिराइटको कुरा नगरौँ गाह्रो छ हाम्रो देशमा यस्तो कुरोहरु चल्दैन के रे हैन तर दाइ नाम त खूब सुनिथे हैन भिडियो नि खूब हिरो देखि त अहिले त फुस्रो देखिन थाल्नु भइछ त के हो दिन गयो है अब फुस्रो त हैन के अरे है अब चाहिँ म चाहिँ अलिकति अब यो जुन छ नि मेरो बुवा बित्नु भएको छ के ए हो र कठै हो त्यसलाई चाहिँ अब आफ्नो अब हैन ट्रेडिसन कल्चर भनेको त हो लैजानु पर्यो भनेको बाउको दुखमा चाहिँ दुखी भएर बसिरहनु बार छ त्यसैले गर्दाखेरि यो छ नि सेतो कपडा हैन राम्रो शान्तिको लागि च्याप्चा पाइन्ट लाएर हिँड्नुहुन्थ्यो कपाल्नुहुन्थ्यो के अरे हैन रक एन्ड रोल भन्छ के अरे के रक एन्ड रोल हैन त्यसै भन्छ तर सबभन्दा पहिले एउटा कुरो तपाईलाई ओहो के हो यो चिनी हे तेरे यस्तो सुकुटी रुकुटी भएर बेला चिनीको कुरा गर्छ टुकुटी देखिरहेको छु के त्यहाँ त्यो एकछिन खामला हैन तर यहाँ कुरो थाल्नु भन्दा पहिले चाहिँ त्यो कुरो खाइहाल्नु यो के मैले खाइहाल्ने चिनी हो खानुपर्छ गुलियो आवाज निक्लेला नि तपाईको गुलियो त खानुपर्छ के अरे टिभीमा चाहिँ टुट राख्नु पर्ने बोल्न थाल्नुहुन्छ रे चिनी खाएर मिठो राम्रो कुरो बोल्नु ए लु हैन लु हगि आज त्यस्तो कुरा बोल्न नपाई मिठो कुरा गर्न नपाई रिसाउन नपाई गाली गर्न नपाइने ल हैन चिनी खाँदै बोलम ए दाइ तपाईको गीत त खुबै देखिन्थ्यो पहिला रेडियो सुनिन्थ्यो हैन टिभीमा खुब बजाउँथे पुराना गीत नि अझै त्यति धेरै आउन नि यसो कन्सर्ट चाहिँ उफ्रिया देखिन्छ ए भिडियो चाहिँ अहिले नयाँ चाहिँ बनाउने किन धेरै पैसा माग्दो रहेछ के तपाईसँग त टन्नै पैसा होला नि ससुरालीमा बस्नु भइछ के रे ओहो ससुरालीमा बसेर फेरि ससुराली बुढी पाल्नु पर्यो ससुराले पाल्दैनन् छोराहरू दुईटा छन् मेरो उनीहरूलाई स्कुल पठाउनु पर्यो कलेज पठाउनु पर्यो भाउजू काम गर्दिनन् यहाँ विदेशमा जाने हुँदैमा सबै मान्छे टन्न पैसा हुँदैन के किन जाने त्यस्तो विदेश सबै दाइ आफ्नै देशमा बस्ने नि त्यो त आफ्नै देशमा आइरहेको छु म विदेशमा बसे पनि आफ्नै देशमा सधैँ आइरहेको छु म्युजिक चलाइरहेको छु आफन्तलाई भेट्न हरेक वर्ष आइरहेको छु फेरि म गएको पनि त अब हामी 28 वर्ष भइसक्यो बिहा गरेको ए हो र भर्खर 9 वर्ष अगाडि पो गएको त्यो पनि यो बच्चाहरूलाई छ नि यो हायर एजुकेसन भन्छन् नि खै बुद्धिमा धेरै कुरो चाहिँ आउँछ त्यसै भन्छन् के हायर एजुकेसनमा चाहिँ यहाँ भेन भनेर बुढीले चाहिँ ट्याउ गरेर चाहिँ अनि तर यतिका मान्छेले हाम्रो देशमा खान पुग्छ सबैका छोरछोरीलाई पढाउन पुगिरहेछ हाम्रो भाउजूले तपाईलाई पत्याएन देश यो देशमा चाहिँ हुन्छ भने लाएन उहाँलाई होइन यहाँको भाउजूलाई नेपाली भएर पछि आयो हो अनि
तर लास्टमा आएर त्यो यो अलि विद्यालय विश्वविद्यालय भन्छ नि युनिभर्सिटी त्यसको लागि मात्र गएको ए छोरालाई लिएर सँगसँगै गएपछि बुढी जानु पर्यो बुढी गएपछि छोरा गएपछि बुढो त जानै पर्यो झन् मजा हुन्थ्यो नि होइन र दाइ मजा त हुन्थ्यो तर आफ्नो ठाउँ जस्तो मजा कसै ठाउँमा हुँदैन क्या हो र हो भने ए दाइ बिर्सिनु भयो बिर्सेको के अरे नयाँ सडकको गल्लीमा बसेर चाहिँ नि खुब केटी जिस्काउनु हुन्थ्यो रे पहिलो जमाना जवानीमा कुरो गरेको थिएँ यहाँ होइन ए बा जब तपाईँ त्यो के भन्छ डबल यहाँ त्यो बसन्तपुरको डबल होइन त्यहाँ तपाईँलाई देख्यो नि केटीहरू अर्कै गल्लीबाट हिँड्थे रे गजब है नि त क्यार नि दाइ यस्तै हो अब त कसैले फर्केर नि हेर्दैन होला नि होइन दाइ अब त हेर्छन् नि अहिले पनि हेर्छन् के भन्छन् यसो ए त्यही होइन मुक्ति दाई भन्ने भनेर कस्तो फुस्रे भएछ भन्छन् होला नि फुस्रे त भएको छैन भने के कुरा गरेको फुस्रे छैन कपाल सबै फुलेछ दाइ अब यो त ओल्ड एज हो है अब त्यो ओल्ड एज भनेपछि त्यो रङ लाउनु भएन रङ चाहिँ लगाउने गर्छु कहिले काहीँ ल ठिक छ दाइ कुरोकानी गर्छौँ होइन त अहिले पनि सानो छुट्टी लिनुपर्छ वेलकम ब्याक हो कान्तिपुर टिभी यु वाचिङ द पवन कली सो होइन हुन त यताउता गोलछोल के भइरहेको हुन्छ त्यस्ता कुरा भइरहन्छन् होइन तर अहिले पनि आज हामीसँग हुनुहुन्छ मुक्ति साक्य होइन दाइ यता हो यता हेरौँ कति राम्री देखिन्छ तर बुढो मान्छेले भने के पत्याउने होइन ठिकै छ बुढो मान्छेले जे नि राम्रो लाउँछ अरे क्या दाइ उमेरै यस्तै हो टी एन्ड रिभाइभल भन्ने चाहिँ के दाइ मुक्ति एन्ड रिभाइभल भनेको चाहिँ मुक्ति म होइन रिभाइभल भने चाहिँ मेरो साथमा आउने मेरो ब्यान्ड हो मेरो मलाई साथ दिने हाम्रो एउटा रक बजाउने ओर्ने सबै कुरो गर्ने एउटा ब्यान्ड हुन्छ होइन त्यो ब्यान्डमा चाहिँ अनि मुक्ति भनेर धेरै वर्ष भयो कि मैले गिटार बजाइरहेको गाइरहेको होइन अनि 2-3वटा नाउँबाट ग्रुप खोलिदिएँ कि मैले त्यो ग्रुप खोलेपछि अनि ग्रुप भटाभङ्ग भएपछि अनि अर्को फेरि खोल्नु पर्यो अनि हुँदा अब गीत लेख्ने गीत सबै लेख्ने त नटिके कारण के भन्दाखेरि सबैको आफ्नो आफ्नो काम सुरु गर्नु पर्यो यो सरे झै रक एन्ड रोल भन्दैन खान दिँदैन पैसा दिनुहुन्न सबै आफै कुम्ल्याउनुहुन्छ क्या पैसा धेरै पाउँदैन नि त हाम्रो म्युजिक के भन्दाखेरि हाम्रो सङ्गीत सुन्ने चाहिँ छ नि यो भोल्युम चाहिँ त्यति साह्रो धेरै छैन नि त मान्छे कम छन् हुन नि यो झ्याङ झ्याङ झुङझुङ गर्नुहुन्छ टाउको यस्तो फुट्ला जस्तै गरेर अल्लाउनुहुन्छ एकचोटि अल्लाउनु त कपाल छैन टाउको भयो नि अल्लाउनु एकछिन हो त्यो सारङ्गी भए हुन्थ्यो कि अरे म गिटारलाई सारङ्गी भन्छु क्या किन र दाइ त्यो अलिकति त्यो जोस निस्किन्छ नि त अब त्यो हावामा मिल्दैन क्या मलाई यो बहिनीको प्रोग्राममा आएको किन थाहा छ मलाई एकदम मनपर्ने किन दाइ म पहिल्यैदेखि छ नि यता झाङझुङ रक एन्ड रोल भने पनि म गिटार लिएर गाउँमा म गीत गाउँदै त्यो भन्छन् त्यो ट्रेकिङ भनेर भन्छन् त्यस्तै गर्थेँ कि गिटार बोकेर गाउँमा बसिन्छ होइन त्यो दैलोमा छ नि त्यहाँ बसेर 2-4 गीत गाएर त्यही खाएर पनि सुतेर आएको हुन नि यो यहाँ धेरै कुरो सुनिन्छ कि यस्ता तपाईँ जस्तो धेरै गायकहरू हुनुहुन्छ होइन गाम जान्छन् गामका लोक भाकाहरू चाहिँ सुन्छन् हामी त गाममा गुनगुनाइरहन्छौँ नि नाना थरी गीत होइन आफ्नो किसिमको हुन्छ के अरे त्यो सुन्छन् मिठो मिठो कुरा आँट्छन् अनि यहाँ आएर चाहिँ ड्याङ्ग लाएर चक्का निकाल्छन् होइन त्यहीबाट के अरे इन्सपायर भएर होइन दाइ तपाईँ त्यस्तै जानुहुन्थ्यो होला म त्यसमा जान्थेँ त्यस कारण त म नेपाली गीतमा अलि मेरो गीतमा चाहिँ मेरो एल्बम सुनेको छैन होला अलिअलि सुनेको छु कुन चाहिँ गीत सुनेको छ ल भन्नु त के अरे बुझाइदेऊ हो त्यो भित्र बुझाइदेऊ बुझेर भित्र जानु त कति कुरा गर्छु भन्ने आउँछु भन्ने छ नि एकचोटि 2 लाइन गाउनु न त्यही त भने भर्खर गाएन मैले गाएँ भने त बहिनीले त्यो मेरो सिडी सुन्दैन कस्तो मान्छे त्यो सिडी सुन्नु पर्यो अनि पछिल्लो म प्रोग्राममा आएर गाइदिउँला सुन्नु न एक त तपाईँको रूप रङ्गले गर्दा नि यो मुक्ति साक्य हो कि नै भनेर मान्छेहरू कन्फ्युजन होलान् त्यसमाथि गीत नि गाउनुहुन्न के भन्लान् भन्नु त पत्याएनन् भने त्यो त हो तर त्यो त्यो कुरामा गाइदिइहालेँ नि मैले फेरि गाउँ भन्दाखेरि मलाई अलिक असिलो लाग्छ क्या नाटक गर्नुहुन्छ भने दाइनी बुढो भइसक्नु भयो यही गाउँदा अहिले आएर लाज लाउँछ होला बुढो भएको छैन कपाल त यसै फुलेको छ नि त्यो कपाल फुलेमा कपाल मात्रै हो र दाढी नि फुलेछ दाइ
यो फुलेमा बुढो हुँदैन नि त मन त यी छ नि हाम्रो खै त तब हाम्रो बाउजूलाई सोध्नु पर्छ हैन फोनको नम्बर दिदिउ होस् भइगयो धेरै पैसा पर्नेलाई स्पेन हैन स्पेनमा हैन त खै त गोला सोला त्यति राम्रो त खेलेन के रे ससुराली गाउँले ओ यसपालि है